दुःखको गान गा त। गुण भुल्यो पित्तलको सुन पायो हो। हे यस्तो गान होइन हौ, अलिकति मतलब सेड टाइपको त ब्रोकन हार्ट भयो जस्तो खालको टाइपको दुःखको खालको गाना गा त एउटा। मलाई त्यस्तो गान गाउनै आउँदैन। त्यसो भए तँलाई एउटा म त्यस्तो जान्दैनस् नि त होइन? त त्यसो भए मेरो साथीलाई फोन गर, हामीहरू पिकनिक जाने साथी भन्नाले को? अञ्जली भन्ने एउटी साथी छिन्, तिमीलाई फोन गरेर भन् तिमी दीक्षा जान रे, दीक्षाको बदलामा म जान्छु अनि मलाई लान्छौ कि भनेर सोध, अनि तँलाई लान्न भन्छन्। त्यतिखेर तेरो भित्रबाट दुःख भएर आउँछ नि त, अनि त दुःख भएर आएपछि त अब तँलाई लाँदैन भने तेरो मनभित्रबाट गान निक्लिन्छ। लु त्यो गान गाउनु अनि। हुन्छ नम्बर दे। हेलो सुन न, तिमीहरूको पिकनिक जाने प्लान थियो अरे। त्यही त दीक्षा जान्न भन्दै थियो त, अनि सुजाकोमा मजा भन्दै थिएँ, अनि त्यही भन्न कल गरेको थिएँ तिमीलाई मैले। ए हो र? मैले राम्रो भयो त्यसो भए। त्यसो पनि मेरो बोयफ्रेन्डले उसँग हिँड्नै दिँदैन के, कस्तो कस्तो भन्छ ऊ राम्रै छैन, मतलब त्यसो पनि ऊ राम्रै छैन, त्यही भएर मेरो बोयफ्रेन्डले उसँग हिँड्नै दिँदैन। झन् राम्रै भयो, अब तिमी त आउँछौ। त्यही भन्नु थियो, अनि उसले भन्दै थियो मलाई। अनि धोके